रात कटाउने गाह्रो नगरे ती बात तिमीसँग हुँदा मलाई दुःख भुली संसारको डुलिरहँझै लाग्छ मलाई डुलिरहँझै लाग्छ भन तिमीलाई म माया कसरी नगरौँ मन भन्दैछ चाहिँदैन तिमी बाहेक कोही अरू हाम्रो भेट चाहिँ उसको मम्मी र मेरो दिदी म चाहिँ सँगै काम गर्थ्यौँ अनि त्यही काम गर्दा गर्दै कुराकानी भयो उसको मम्मीले पनि राम्रो लाग्यो एकचोटि भेटौँ न त मेरो पनि छोरा छ भन्छु अनि मेरो दिदीको र उसको मम्मीको कुरा हुँदाखेरि चाहिँ त्यस्तै गरेर अब भेटौँ न त भन्ने क्रममा त्यही गरेर भेट भयो फर्स्ट एट्र्याक्सन भने जस्तै होला मलाई नि अब त्यही भएको सुरुमा हेर्दाखेरि ल हो है अब यतिको चाहिँ भयो हुन्छ भने जस्तो लागेर नै अगाडि बढेको हो मनी कुर्दै बस्छु त्यो दिन तिमी नि भएको भए एकछिन मनी भाउँथे हरेक रित हाँस्दै मनाउँथे मायाको जित हाँस्दै मनाउँथे मायाको जित छैन तिमी बाहेक कोही मसित तिमी नै भन नगरिकन ढिला बिचल्दै मन कुरी बस्छ तिमीलाई तिम्रो आँखैले गर्दा हेर नफसु भने नि फसे म खै कसरी अल्झ्यो यो मन भनौ न लभिङ केयरिङ अन्डरस्ट्यान्डिङ नै छ त्यही हो म कामबाट आउँदाखेरि अब खानासाना बनाउनेदेखि लिएर के भयो कसो भयो यताउति सबै सोध्ने कम्युनिकेसन धेरै गर्ने हेराइले गर्दा भनौँ कि दोष मेरै मुटुको ठानु कि सबै छाडेर परे म पछि हेर हेल्प गर्छ रेस्पेक्ट गर्छ सबै कुरामा सपोर्ट गर्छ त्यही नै राम्रो लाग्यो मलाई चाहिँ एकदमै कसरी नगरौँ मन भन्दैछ चाहिँदैन तिमी बाहेक इन्गेजमेन्ट हुन लागेको छ एक्साइटेड एकदमै त्यही अब दुईजना सँगै भइन्छ होइन एकदमै रमाइलो लाग्छ खुसी लागेको छ मलाई चाहिँ